एउटा ठूलो व्यापारी रहेछ। उसले पूजा गर्ने बेलामा गल्तीवश दियो घोप्टिन पुगेछ। त्यति बेला लक्ष्मी भगवानको आवाज आएछ, तैले आज मेरो पूजा गर्ने बेलामा गल्ती गरिस्, अब तेरो घरमा अनिकाल आउँछ। अनि व्यापारीले भनेछ, मबाट गल्ती भइहाल्यो, जे आए पनि आओस् माता, तर हाम्रो परिवारमा अशान्ति नआओस्, फुट नआओस् माता। लक्ष्मी माताले तथास्तु भनेर जानुभएछ। रातिको खाना बनाउने बेलामा खिचडी बनाउने सल्लाह भएछ। व्यापारीको श्रीमतीले खिचडी बसालिछिन्। खाना बनाउँदा बनाउँदै काम परेर बाहिर निस्किछिन्, तर खिचडीमा नुन हालेको भन्न बिर्सिछिन्। उनका 3 जना बुहारीले पनि खिचडी चलाए। तीनैजनाले पनि चलाउँदा चलाउँदै नुन हालेछन्। 4 जनाले नुन हाल्दा खिचडी कस्तो भयो होला। त्यही रात व्यापारी आए, खाना खान बसे। 1 चम्चा चट्ट खाए। नुन त चर्को न चर्को छ, तर आफ्नो भागमा भएको सबै खाना पानी थपेर खाएर निस्के। बाबुले खाएपछि जेठो छोरो आयो। पहिलो चम्चा मुखमा हाल्न साथ उसले थाहा पायो कि नुन त अति चर्को छ। उसले सोध्यो, बुवाले खानुभयो? खानुभयो। के भन्नुभयो? केही भन्नु भएन। त्यसपछि उसले पनि केही नभनी पानी थपेर आफ्नो भागको खाना खाएर उठ्यो। त्यसपछि माइलो छोरो आयो। पहिलो चम्चा मुखमा हाल्न साथ उसले सोध्यो, बुवा र दाइले खानुभयो? खानुभयो। के भन्नुभयो? केही भन्नु भएन। त्यसपछि उसले पनि केही नभनी पानी थपेर आफ्नो भागको खाना खाएर उठ्यो। त्यसपछि कान्छो छोरो आयो। पहिलो चम्चा मुखमा हाल्न साथ उसले सोध्यो, बुवा र दाइहरूले खानुभयो? खानुभयो। के भन्नुभयो? केही भन्नु भएन। त्यसपछि उसले पनि केही नभनी पानी थपेर आफ्नो भागको खाना खाएर उठ्यो। कसैले केही भनेन। त्यो खिचडी सकियो। राति व्यापारीको सपनामा लक्ष्मी माता आउनुभएछ र भन्नुभएछ, मैले नसक्ने रहेछु। किन माता? गल्ती के भयो मेरो? भनेर उसले सोधेछ। अनि लक्ष्मी माताले भन्नुभएछ, जुन परिवारमा यस्तो मिठो सम्बन्धको धागो छ, त्यहाँ अशान्ति कसरी आउँछ? तैले माग्न त मागिस्, तर यस्तो मिलाएर मागिस् कि म तेरो घरबाट निस्कनै सक्दिन। हो, याद गर्नुहोस् कि जहाँ शान्ति छ त्यहाँ सम्बन्ध छ, र जहाँ सम्बन्ध छ त्यहाँ सम्पत्ति छ।